अहिले पार्टीको हिसाबले त हामी फरक फरक ठाउँमा होला, तर जनताको पक्षमा सोच्ने मान्छे हामी सबैतिर छौँ। काङ्ग्रेसमा पनि छ, एमालेमा पनि छ होइन, त्यसै माओवादीमा, नेकपामा सबैतिर छन्। त असल मान्छेहरू एक ठाउँमा आउने बेला हुँदैछ कि सबै मान्छे असलहरू एकातिर खराबहरू एकातिर नबनाएसम्म होइन, पार्टी पार्टी लडेर या तपाईँको चाहिँ गुट गुट लडेर मात्रै पनि हुनेवाला छैन। हामीले एउटा डेमार्केसन एउटा सीमाङ्कन के गर्नुपर्ने छ भने असल मान्छेहरूलाई सबैतिरबाट एक ठाउँमा आउने वातावरण हामीले बनाउनुपर्छ। किनकि असल मान्छे टुक्रा टुक्रा भएर एक्लै एक्लै बस्दाखेरि चाहन त हामी सबैले राम्रो चाहने, तर राम्रो कसले गर्ने त भन्ने कुरा चाहिँ अधुरै रहने कि एक्लै एक्लै लडेर त सम्भव छैन नि। त्यस कारण टुक्रिएको शक्तिलाई अलग अलग छितरिएको शक्तिलाई सबैतिरबाट एक ठाउँमा हामी जुटायौँ भने हामी निश्चय नै होइन जनताका दुःखहरूसँग लड्न सक्छौँ कि देशलाई परेका अप्ठ्यारोसँग लड्न सक्छौँ, देशलाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो कुरा छ। योमा हामी आज एकदम खुसीको कुरा के हो भने हामी जहाँ भए पनि हाम्रो प्रयत्न छ। अहिले कुनै पार्टीलाई हामीले गाली गर्नुभन्दा पनि तपाईँ हामी सबैले देखिरहेका छौँ को पार्टीले जनताको पक्षमा लडिरहेछ, को लडेको छैन, को अनुशासित छ, को इमान्दारीपूर्वक काम गरिरहेछ, कसले ठगिरहेको छ, कसले जनताको सपनालाई व्यापार गरिरहेको छ, कसले बचाइरहेको छ होइन। अब देशभरि जाँदा हामी शहीद परिवारहरू एकदमै बिचल्लीमा छन्। हेर्नुहोस् घाइते कमरेडको घरमा म गएँ होइन, एउटा राम्रो तन्ना पनि छैन, बिचल्ली छ कि सुकुम्बासी दिदीहरू रुनुहुन्छ होइन, आएर बस्ने ठाउँ पनि छैन होइन। मिटर ब्याजीहरूले सारा सम्पत्ति खाइदिएका छन्, रक्षा गर्ने शक्तिहरू छैन। लघुवित्तले तपाईँ त्यसमा बैङ्कको चर्को ब्याजले व्यवसायी साथीहरूलाई सडकमा पुर्याइदिएको छ, त्यसको प्रोटेक्सन गर्ने मान्छेहरू छैन, रक्षा गर्ने। सबैतिर के देखिन्छ भने इमान्दारीपूर्वक केही गरौँ न त भन्नेहरूको स्थिति चाहिँ एकदम कमजोर जस्तो के हामीले भनेका छौँ। हामी लड्छौँ, हामी सहयोग गर्छौँ, वातावरण बनेको पनि छ। त्यो अभियानमा आज हामी जसरी यहाँ जुट्यौँ होइन, गोर्खाका क्रान्तिकारी कमरेडहरू, इमान्दार कमरेडहरू होइन, अब छलफल पनि चल्यो होइन। माओवादी भनेको छुट्टै आदर्श उद्देश्य बोकेको शक्ति हो कि हामी भर्खरको युवा हुँदाखेरि हेर्नुहोस् हाम्रो नानीहरू जस्तै तपाईँ युवाहरू जस्तो सदा 20-22 वर्षमा हामी बन्दुक बोकेर निस्केको मान्छेहरू होइन, 25-26 वर्षको बन्दुक बोकेर निस्क्यौँ। जिन्दगी हामीले नेपालको लागि समर्पित गरेको हो कि हामी थोरै पैसा खानको लागि होइन, एउटा दुईवटा घर हाल्नको लागि होइन, त्यसपछि दुई चार करोड पैसाको चाहिँ लुकाउनुको लागि या आफ्नो परिवारलाई चाहिँ पोस्नको लागि सानो गुटमा चाहिँ रमाउनुको लागि हामीले त्यो गरेको होइन नि। नेपाली सिङ्गे नेपाली जनताको सुखको जीवनको लागि भनेर हामी हिँडेको त्यो अभियान अझै पनि पुरा भएको छैन र त्यो अभियानमा हामी सबैतिर फेरि जम्मा हुँदैछौँ। आज यहाँ जम्मा हुँदाखेरि कस्तो लाग्छ भने एउटा पाइलो एउटा इट्टा हामी थपिएको जस्तो, एउटा तपाईँको चाहिँ भर्याङमा एउटा सिडी माथि बढेको जस्तो सबैलाई अनुभूति हुन्छ नि। तपाईँ हामी सबैलाई त्यस्तो लाग्छ। यो ठाउँमा हामी जुटेका छौँ र हामीले के भनेका छौँ भने सबैतिरबाट जनताको सेवा गर्ने हामी नेपालीहरू हेर्नुहोस् संसारमा काम गर्न सकेका छौँ कि कुनै पनि देश खाली छैन। आज हामी नपुगेको कि लडाइँको मोर्चादेखि लिएर समुद्रको जहाजमादेखि लिएर होइन, फुलका बगैँचामादेखि लिएर होइन, अन्न के अरे बाली फलाउने तपाईँको फाँटसम्म संसारभरि हामी छतरिरहेका छौँ कि सबैतिर होइन। त हामी हाम्रो देशलाई बनाउन किन सक्दैनौँ? हाम्रो त्यो छ कि होला हामी धेरै ठुलो पैसा अहिले कमाउन नसकौँला, धेरै ठुलो तपाईँको, तर देशमा रमाउने वातावरण हामीले नबनाएसम्म हामीले विदेशमा गएर जति कमाए पनि त्यसको अर्थ रहन्छ कि छ। गएका साथीहरू पनि आउलान् फर्केलान्, देशले नीति बनाएपछि गएको कुरा युवाहरूको दोष छैन नि, तर हामीले नेपालमा आशा जगाउनुपर्छ कि आशा मऱ्यो भने त देश त खतम हुन्छ नि। युवाहरू छैन भने देश रहँदैन हेर्नुहोस् होइन। त्यसपछि गएर इमान्दार मान्छेहरूले तपाईँको राज्यमा नेतृत्व गर्न सकेनन् भने होइन जनता बिजोग हुने स्थिति छ नि। यो हिसाबले हामीले के गर्नुपर्छ भन्दाखेरि होइन नेपाली जनताले यसलाई गम्भीरतापूर्वक हेरिराखेका छन्। मलाई लाग्छ जनताले हिसाब त गर्छन् नि, को असल हो को खराब हो, को अगाडि को चाहिँ एकदम निष्पक्ष कतै निस्वार्थ लडिराखेको छ गइरहेको छ, यो जनताले देखिरहेको छन् आँखामा। त्यसले हाम्रो भनाइ के छ भने हेर्नुहोस् हामी विश्वसँग एकाकार पनि हुने हो, सहकार्य पनि गर्ने हो, तर हामी सक्षम छौँ कि यो देशमा उभिएर बाँचेर रमाएर बाँच्ने जीवन बनाउनुको लागि हामी योग्य छौँ, हामी समर्थ छौँ, सक्छौँ। हामी त्यही ट्राई हामीले गरे पनि छौँ, कुरा पनि गर्नुभयो। हेर्नुहोस् हामीले अहिले चाहिँ तपाईँको राजनीतिलाई कसरी आर्थिकमा बदल्ने, राजनीतिक कामलाई आर्थिक काममा कसरी जोड्ने, राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा कसरी बदल्ने, राजनीतिक र आर्थिक क्रान्तिलाई सांस्कृतिक क्रान्तिमा कसरी बदल्ने। मान्छे त यहाँ जाति जाति तानातान गरेको छ, हेर्नुहोस् क्षेत्र तानातान गरेको छ, पहाड र मधेस भनेको छ, यो जातिले त्यो धर्म यताउता, यो बेकार सबै कुरा जनतालाई लडाउने विषय। सबै मिलेर श्रमिक जनतालाई एक बनाएर माथि उठाउनु जरुरी छ क्या। सबैतर्फका मधेसका, पहाडका, जनजातिका, क्षेत्री बाहुनका होइन, जसले मेहनत गरिरहेका छन्, दलितका, महिला जसले श्रम गरिरहेछन् उनीहरूलाई माथि ल्याउनु पर्यो कि उनीहरूको जीवनलाई सुखमय बनाइयो भने नेपाल चाहिँ रहन्छ होइन, नेपाल अगाडि बढ्छ। हेर्नुहोस्
तिनी जनतालाई हामीले व्यवस्था गऱ्यौँ भने देशै अप्ठ्यारोमा पर्ने खतरा छ कि त्यस हिसाबले हामीले के गर्नुपर्छ भने मेहनत गर्नुपर्छ भन्ने हाम्रो छ। योमा हामी जुटेका छौँ। हामीले इमान्दारीपूर्वक गर्ने हो होइन। नेपालमा हामीले सोच्दैछौँ कि कृषिमा मात्रै होइन, हामी बिस्तारै बिजनेसमा पनि जानुपर्छ, हामी तपाईँको उद्योगमा पनि जानुपर्छ। त्यसको लागि एकैचोटि ठुलो के एकैचोटि विनोद चौधरीको सपना देख्नु हुँदैन। सपना त्यो देख्ने, तर त्यो भयो हो नभए नगर्ने कुरा आउँदैन। हामी सानोबाट गर्न सक्छौँ नि, हामी किन नगर्ने होइन। हाम्रो बजारमा पाइने सानो अचार पनि हामीले विदेशबाट लिएर खानुपर्ने जस्तो होइन। हुँदा हुँदा सिन्की पनि विदेशीले पठाइदिने, अब यस्तो बिजोग हुन थाल्यो कि हामी चाहिँ होइन। दाल तेल पनि विदेशबाट आउने, हाम्रो जमिन बाँझी रहने, अनि स्याउ पनि विदेशबाटै आउने, सुन्तला पनि विदेशबाटै आउने। अनि यो नेपालको राज्य, नेपालको धरती के भयो त? यो कुरा छ नि। त्यसैले हामीले त्यो आँट गर्नुपर्छ कि हामी सक्छौँ। हेर्नुहोस्, धेरै नै हामीले अनुभव गरेपछि हामी रमाएर एउटा जीवन बिताउन हामी सक्छौँ। हाम्रो अनुभव चाहिँ त्यही नै छ। त्योमा नयाँ कम्युनिटी जसरी थपिनु भएको छ, सहरमा बस्ने सहरबाटै, गाउँमा बस्ने गाउँबाटै होइन। एउटा नयाँ मेहनत, नयाँ अभियान हामीले अगाडि बढाउनुपर्छ। हामीले थालेका पनि छौँ। योमा सँगसँगै मिलेर हामी चाहिँ काम गरौँ। अरू विषयहरू चाहिँ हामी बसेर मसिना कुराहरू गरौँला। आज जसरी हामी एकाकार भएका छौँ, निकै यो सुखद कुरा हो। मलाई लाग्छ यसले होइन दुखी पीडित जनतालाई अलिकति भयो भने हाँसो दिन सक्छ नि, खुसी दिन सक्छ कि होइन। जुट्दैछन् भनेपछि जनता खुसी हुन्छ। सबैको कुरा के छ भने सबै माओवादीहरू मिल्नुहोस्, सबै कम्युनिस्टहरू मिल्नुहोस्, हामी साथ दिन्छौँ, सबै देशभक्तहरूलाई मिलाउनुहोस् भन्ने सबै गाउँ गाउँमा छ नि। त्यसैले यो हाम्रो एकता, यो हाम्रो चाहिँ ध्रुवीकरणले होइन एक भएर दुई चार फेरि थपिँदै अगाडि बढे भनेपछि पीडामा बसेका जनतालाई अलिकति भए पनि खुसी आजको साँझ उनीहरूले पाउनेछन्, महसुस गर्नेछन्। त्यसमा हामीले अझै विश्वस्त पार्नुपर्छ। हामी देशैलाई एकताबद्ध गर्ने सोचमा छौँ नि, र त्यो सफल पनि हुन्छ। जो कम्युनिटीहरूले यहाँ राख्नुभयो, सँगै देशलाई एकताबद्ध गर्न सम्भव छ। विशाल ध्रुवीकरणको प्रक्रिया अगाडि बढिरहेका छन्। देशभरि एउटा उत्साह र उमङ्गको माहौल पनि आउँदैछ। यसलाई हामी चाहिँ छिटोभन्दा छिटो होइन स्वागत गर्न आतुर पनि छौँ। अवश्य पनि त्यो हुन्छ होला भन्ने लाग्छ। र नेपालका युवा पिँढीलाई एउटा सपना देखाएर हामी हिँडाउन चाहेका छौँ। त्यो पनि राम्रै हुन्छ भन्ने हामीलाई लाग्छ। यति कुरा राख्दै तपाईँहरू जसरी यहाँ सहभागी बन्नुभयो, गोर्खामा राम्रो गर्नुहोस्। गोर्खामा यहाँ काठमाडौँमा बस्ने कुनै एउटा गोर्खालीहरूको भेला गरौँ भन्ने पनि हाम्रो चाहिँ थियो होइन। त्यो चाहिँ हाम्रो चाहिँ अलिअलि भइ पनि रहेको छ। समय भयो भने हामी केही समयले त्यो गर्ने नै हामी सोचाइ छ। यहाँ बस्ने कम्युनिटीहरूले साझा प्रयत्न गर्नुहोस्, यहीँको हामी जुटाउँ होइन। गोर्खामा बस्ने त्यहीबाट हामी गाउँ तयारी पनि गऱ्यौँ। अनि सबैले एउटा नयाँ तयारी गरेर अगाडि बढ्यौँ भने जनताले अवश्य हामीलाई साथ दिनेछन् भन्ने कुराहरू राख्दै फेरि पनि कम्युनिटीलाई स्वागत गर्दै बधाई दिँदै र यो पहल गर्ने कम्युनिटी कपिल लगायत तपाईँ सबै सिरुलाई सबै कम्युनिटीलाई पनि धन्यवाद दिँदै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। हस् त, धन्यवाद। हाम्रो पार्टी देशैभरि हामी जुन ढङ्गले अगाडि बढिरहेछौँ, कति सङ्ख्या होइन कत्रो छ भन्ने कुरा मेन कुरा होइन रहेछ क्या। मेन कुरा सही छ कि छैन, ठिक छ कि छैन, ठिक छौँ कि छैनौँ भन्ने कुरा चाहिँ मुख्य कुरा हुँदो रहेछ है। हामीले चाहिँ के भने पार्टी बनाइरहँदाखेरि अब चाहिँ क्रान्ति सम्भव छैन, हुँदैन, अब चाहिँ मूल नेतृत्व नै क्रान्ति गर्न सकिँदैन भनेको सन्दर्भमा देशैभरि क्रान्तिकारीहरू अथवा सबैलाई लाग्ने कुरा के भने अब हुँदैन क्या भन्ने कुरा र विरोधीले त्यो माथि आक्रमण गर्ने कुरा चाहिँ थिँदै थियो। हुँदैन भन्ने ठाउँबाट हुन्छ, सम्भव छ भनेर नेतृत्व गरेर त्यो जोखिम उठाएर अथवा त्यो स्थितिको सही विश्लेषण गरेर क्रान्ति गर्न सकिन्छ भनेर चाहिँ के अरे पाइला चाल्ने नेतृत्व गर्ने नेता चाहिँ हामीले पाएका छौँ। हामीले गर्व गर्नुपर्छ। यसो कल्पना गर्छु के म होइन, त्यति बेला चाहिँ महासचिवले त्यो साहस नगरेको भए, स्थितिको सही विश्लेषण नगरेको भए, ठोस कदम नचालेको भए अहिले चाहिँ के भने जनताले आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला होइन। अरू ठाउँमा भएका परिवर्तन चाहने मान्छेहरूले चाहिँ आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला। शहीद परिवारहरूले, बेपत्ता परिवारहरूले भन्ने र आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला। अथवा देशकै जनताले चाहिँ के अरे अब यही पार्टी हो, यही नेता हो, यहीबाट आश हुन्छ भन्ने ठाउँ हामी कसरी बनाउन सक्छौँ होला त भन्ने लाग्छ क्या मलाई अहिले होइन। त्यसमा चाहिँ के भने मलाई के लाग्छ भने माओवादीमा भएका धेरै साथीहरू पनि के भने यो सिट ठिक छ, सही छ भन्नुहुन्छ नि त होइन। अथवा देशभक्तहरू पनि के भने राष्ट्रियताको बारेमा लड्ने, जनताको बारेमा लड्ने पार्टी यही हो भन्ने स्थिति छ नि त। त्यसो भएर मलाई के लाग्छ भने हामी कति सङ्ख्यामा गोर्खामा छौँ, कति सङ्ख्यामा गण्डकमा छ, कति सङ्ख्यामा देशैभरि छ, तर सङ्ख्याको तुलना गर्दा नि मलाई के लाग्छ भने हामी ठुलै सङ्ख्यामा छौँ के।
हजारौँको सङ्ख्यामा चाहिँ ल अहिले चाहिँ घर छोडेर हिँडौँ भन्ने पार्टी चाहिँ अरू कसको छ भन्दा नेपाल कम्युनिस्ट पार्टीकै छ नि। त्यसो भएर सङ्ख्या सानो पनि छ भन्दिनँ म क्या, होइन। हाम्रो सङ्ख्या पनि ठुलै छ, विचार हाम्रो ठिक छ, कार्यक्रम ठिक छ। जब विचार ठिक हुन्छ, लिडर ठिक हुन्छ, कार्यक्रम ठिक हुन्छ, स्थितिको सही विश्लेषण गर्छौँ, होइन, आवश्यकतामा नयाँ नयाँ विचारको विकास गर्छौँ, कार्यक्रमको विकास गर्छौँ, अनि के हो भने सङ्ख्या नि हुन्छ, गुण नि हुन्छ र हामीले जित्न सकिन्छ। हामीले जित्ने आधार भनेको के छ भन्नु होला भने अहिले हामीले चाहिँ के भने यो सङ्कटको निकास दिन हाम्रो पार्टीले मात्रै सक्छ क्या। हामीले भनेको नि त, होइन, पश्चगमन नि होइन, यथास्थिति नै होइन, अग्रगमन हो। अग्रगमनको नेतृत्व पनि के हो भने हामीले मात्रै गर्न सक्छ, हाम्रो पार्टीले मात्रै गर्न सक्छ। त्यो पनि के भने हामीले मात्रै होइन नि त, देशभक्तहरूलाई लिन्छौँ, गणतन्त्रवादी शक्तिलाई लिन्छौँ, होइन, कम्युनिस्टहरूलाई लिन्छौँ, समाजवादीहरूलाई लिन्छौँ, सबैलाई लिएर चाहिँ के भने अगाडि बढेर जनताको सत्ता ल्याउँछौँ, नेपाली विशेषताको समाजवाद ल्याउँछौँ। यो अभियानमा मैले अहिले पनि राखेको थिएँ, सबैले एकैचोटि बुझ्दैन। जसरी महासचिवले ठिक ढङ्गले बुझ्नु भएको थियो नि, सबै नेताले बुझ्नुपर्ने हो नि त, हुँदैन क्या। जो बुझ्छ त्यो आउने हो क्या, अगाडि लाग्ने हो, होइन, अगाडि लाग्ने हो। अरू पछाडि बुझ्दै आउँछन्, अनि चाहिँ के भने फेरि चाहिँ के भने सही ठाउँमै आउँछ क्या मान्छे, होइन। त्यसो भावनाले मलाई के लाग्छ भने आज जो चाहिँ गोर्खाको सन्दर्भमा जो ढोका खोलेको छ, हामीले भेटिरहेछौँ, धेरैलाई भेटिरहेछौँ। हेर्नुहोस् है, यो कस्तो रहेछ सही हो भन्ने र निर्णय गर्ने कुरा फरक हुँदो रहेछ क्या। हेर्नुहोस्, गाह्रो भयो नि त। सही चाहिँ सबैले भन्नुहुन्छ तर आउन गाह्रो छ क्या, होइन, त्यो कुरा हुँदो रहेछ नि त, होइन। त्यसो भावनाले चाहिँ फेरि के हो भने नआइ त सुखै छैन क्या, सही ठाउँमा त नआइ सुखै छैन। तर तपाईँ हामीले राम्रो गर्नु पऱ्यो नि, तपाईँ हामीले ठिक गर्नु पऱ्यो नि। हाम्रो पार्टीले ठिक गरिरहेछ नि त, होइन। त्यसो भावनाले मलाई के विश्वास छ भन्नु होला भने भोलि हेर्नुहोस्, होइन, माओवादी के अरे जनयुद्धको 10 वर्ष पार गर्ने लाग्दाखेरि के अरे बाँदर चाहिँ हिँड्यो भने नि गोली हान्थ्यो क्या पुलिसले, मलाई याद छ। त्यो बाँदर पनि चाहिँ के भने उनी देखिने जस्तो कि माओवादी नै देख्ने जस्तो यस्तो दिन पनि आउनेवाला छ देशमा कि, होइन। नेपाल कम्युनिस्ट पार्टी नै नेपाल कम्युनिस्ट पार्टी हुने स्थिति हामीले ल्याउन सक्छौँ, हामीलाई यो विश्वास छ। त्यसमा सबैको साथ चाहिन्छ, बिस्तारै आउने क्रम छ। सबैले चाहिँ एउटा चाहिँ बुझाउँदै जाउँ। मलाई के लाग्छ भने फेरि पनि यो क्रममा महासचिव नै हुनुहुन्छ, सबै कुरा हुने राख्नुहुन्छ। सबै क्षेत्र महत्त्वपूर्ण छन्, गण्डक महत्त्वपूर्ण छ, होइन, क्रान्तिको हिसाबले। त्यसमा नि गण्डकको क्रान्तिकारी इतिहास छ, त्यसलाई हामीले बचाउनुपर्छ, जोगाउनुपर्छ। जोगाएर मात्रै हुन्न, अहिलेको आवश्यकतामा उठाउनुपर्छ। त्यो उठाउनको निम्ति आजको यो ध्रुवीकरण कार्यक्रमले नै निकै महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा राख्दै म फेरि पनि कमरेडलाई धन्यवाद दिँदै मेरो विषय टुङ्गाउँछु जस्तो लाग्छ। अहिले नेपालमा भएको पार्टीमा गति लिने पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी नै हो। मान्छेको सपना बुन्ने पनि यही छ, देश बनाउँछ भन्ने पनि यही छ, सबै बनाउँछ नि। मान्छेहरूको अहिले विश्लेषण तपाईँहरूले यसो टिभी टेलिभिजनतिर हेर्नुभयो भने अरूको त्यति धेरै खोजी छैन क्या, खोजी नेपाल कम्युनिस्ट पार्टीको छ, होइन। अहिले हामीले नयाँ ढङ्गले चाहिँ उत्पादनमा गइरहँदाखेरि त्यो मोडालिटी हेर्न जान पर्यो भन्ने अहिले चाहिँ मान्छेहरू चाहिँ हाम्रो कम्युनमा चाहिँ वडाध्यक्षहरू गाउँपालिकाहरू फर्किन थालिसकेका छन् क्या, होइन। त्यसरी नमुना योग्य बनाउनुपर्छ क्या, होइन। हामीले पनि सोचिरहेछौँ, गोर्खामा हामीलाई डाक्दैन थिए, हेर्नुहोस् अहिले चुनावमा पनि रमाइलो भयो क्या, होइन। उठाएको कोही बहिनीले 2 भोटले, हाम्रो त सङ्गठनै थिएन नि त हामीले त पहिला। तर प्रतिस्पर्धामा यो काङ्ग्रेसले भनेको थियो हामीसित गर्नु छैन, थियो हामीले काङ्ग्रेससित गरे फेरि हामीले जित्ने, होइन। सहसचिव नि जित्ने, सदस्य नि जित्ने। अब काङ्ग्रेससित के एलायन्स गर्ने भनेर माओवादीसित गरेको हामी त्यहाँ हारे पनि 2 मत 1 मतले त्यस्तोले हारेछौँ क्या। फेरि हामीले हेर्नुहोस् है, राम्रो भएको छ क्या, होइन। त्यसरी यो चुनाव भन्ने कुरो कसरी प्रयोग गर्ने भन्ने कुरा यो धेरै खर्च लफेडा यो यतातिर जानु पर्दैन क्या, मान्छेलाई सफा बनाउँदै लानु पर्ने छ क्या। हाम्रो चाहिँ के छ भने कति पैसा आउँछ भन्ने क्या, र्यालीमा कति आउँछ भन्ने जो परिपाटी छ त्यसलाई अन्त्य गरिदिनुपर्छ। हेर्नुहोस् खोइ त, त्यहाँ भाइ बहिनीहरू लडे, मैले त्यो बहिनीलाई उठाइरहँदाखेरि बहिनी लाऊ 1000 2000 ल्याएर तिमी फोन खर्च चाहिँदैन दाइ मैसित छ भन्ने आँट गरिन्छ बहिनी, होइन। किनभने त्यो सास आँट चाहिँ तपाईँ हामी लिडरले गर्नुपर्ने छ क्या, होइन। कि तपाईँहरू म यहाँ काठमाडौँ आएर म यही दिनै बसेँ, होइन। के अरे चाहिँ यहाँ बिना कमरेडहरूले बोलाउँछ, उसले बोलाउँछ, अर्कोले बोलाउँछ, हामी यति धेरै मिहिनेत गरिरहेछौँ। माथिल्लो लेभलका चाहिँ के अरे सिसिएमहरूसित नि हामीले छलफल गरिरहेछौँ नि त, होइन। किनभने पार्टी ठिक छ है, तपाईँहरूले जे गर्नुभएको त ठिक छ भनिरहेछन्। के अरे दिलीप दाईले भन्नुहुन्थ्यो अझ एमालेको चाहिँ जिल्ला अध्यक्ष उठेर चाहिँ के नेपाली
किन नेपाली आज बिहान पनि चिहाम कति हतार गरे भन्नुभएको क्या किनभने मलाई त काम नै दिन छोड्यो भनिसकेपछि उहाँमा नि असन्तुष्टि छ भने हामीले बुझ्यौँ नि त इमान्दार मान्छे हो आरुवार गाउँपालिकामा फेरि एमाले भयो नि एकदम इमान्दार मान्छे हो किन नेपाली होइन लामो समय चाहिँ सङ्घर्ष गरेको मान्छे हो भनिसके सबैतिर तपाईँ हामीले छलफल चलायौँ र हामी अगाडि बढ्यौँ भने हामी सफल भइन्छ कमरेडहरू आत्मविश्वास लिनुपर्छ आफू सही भएपछि पहिला आफूले आफूलाई ऐना नहेरिकन हामी अगाडि बढ्यौँ भने हुँदैन क्या हामी यस्तो भयो दुईजना मान्छे भेट्न जाँदा पनि म फलानु पार्टीको के अरे नेपाल कम्युनिस्ट पार्टीको म सचिवालय सदस्य म सिसिएम म युवा भन्ने आँट कसले गर्छ कम्युनिस्ट पार्टीले गर्छ कि त्यो अरूले गर्दैन म त ऐसेलमा थिएँ अहिले त्यस्तै छ भनेर सुरु गर्छ काङ्ग्रेसको गयो भने हाम्रो पार्टी खत्तम भनेर कुरा गर्छन् क्या चिया पसलमा नि होइन त्यसलाई हामीले तोडेछौँ क्या मान्छेहरूको मनोविज्ञानहरू अथवा समाजको मनोविज्ञान के अरे चाहिँ मजदुरहरूको किसानहरूको युवाहरूको सबै मनोविज्ञान चाहिँ हामीतिरै छ क्या त्यसो भएर एकचोटि हामी तातौँ भन्ने कुरा हो क्या यहाँ साथीहरूले के भन्छन् फेरि बोक्ने हो भन्छन् अहिले निर्वाचनमा जाने भनेपछि त अब त कमरेड हामी पनि त्यतै लाग्नुपर्छ भन्नेमा नि छन् क्या फेरि हेर्नुहोस् है यता बोक्छ भन्ने नि डर छ क्या फेरि साथीहरूलाई त्यो किनभने त्यो स्कुलिङ भइरहेको क्या हालिरहन् गोर्खामा त्यहाँ जानु हो नि त तिनीहरूले त बम पड्काउँछ नि तिमीहरू त्यहाँ नबस भन्ने क्या स्कुलमा गएर मैले गोर्खा क्याम्पसमा यसरी राखेर यो जाँदैन तपाईँहरूले चाहिँ निर्धक्क हुनुहोस् भनिसकेपछि बल्ल अलिक कन्भिन्स भयो क्या साथीहरू होइन किनभने आमा बुवा सबै उनीहरूको छन् अनि के अरे युवा युवतीहरू चाहिँ हामीतिर लाइन लाग्नु खोजिछन् तर आमा बुवाहरूले करस गरिरहन् क्या धेरै ठाउँमा तर त्यो बिचमा करस गर्दा पनि आमा बुवाले भन्दाखेरि पनि त्यो के अरे चाहिँ अहिले चाहिँ पछिल्लो चरण विद्यार्थी साथीहरू साथ दिन थालेछन् कि होइन त्यहाँ के अरे चाहिँ हामीले विद्यार्थीको उ गरिरहँदाखेरि 350 400को माले सम्मेलन गरे हो क्या तर त्योबाट चाहिँ हामीले सम्मेलन गरेपछि म खुसी छु क्या 7 जना विद्यार्थी त हामीमा लाग्यो नि त होइन जहाँ भयो नि जोडिएर अहिले यहीँ पनि कार्यक्रममा बस्छन् सम्पर्क मञ्चमा बस्छन् सबैतिर जोडिन थाल्यो नि त भनेपछि सम्मेलनको फाइदा त्यो रहेछ कि होइन त्यसो भएर सङ्गठनलाई त्यो जीवित राख्न त हामीले प्रशिक्षण गरिरहनुपर्छ क्या अहिले कुनै पार्टीको नि प्रशिक्षण छैन कि होइन माओवादी केन्द्रले मिलाउन नसकेर त्यो विद्यार्थी हो अहिले त्यहाँ पनि फेरि अर्को विद्यार्थी जन्मिसकेको होइन सङ्गठन विभाग प्रमुख प्रभाकर भनेर हाल्छ क्या त्यहाँ सबतिर हेर्नु भयो नि फेसबुकमै त्यो देखिन्छ कि होइन त्यो छैन सही बाटो त्यसो भएर हामी सहीमा छौँ सबै कमरेडहरूलाई म स्वागत गर्न चाहन्छु र यो कार्यक्रम के अरे आदरणीय महासचिव कमरेडले समय दिएर चाहिँ यो कार्यक्रम यहाँ गर्न पाइयो आदरणीय महासचिव कमरेडलाई धन्यवाद